हामी सम्पूर्ण नेपालीहरूको एउटा आशा थियो कि विपिन जोशी सकुशलै नेपाल फर्किआउनेछ अनि उनको परिवारसँग पुनर्मिलन हुनेछ। तर यो दुःखद खबर आयो कि उनको मृत्यु भइसकेको पुष्टि भएको छ। हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै 2 वर्ष अघि नै हत्या भएको पाइएको छ। इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् 2023 को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायल स्थित दूतावास स्रोतले बताएको छ। हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पनि पुष्टि भएको छ। उनको प्राकृतिक मृत्यु नभई हत्या नै भएको रिपोर्ट स्रोतले बताएको छ। उनको शव अन्तर्राष्ट्रिय रेड क्रस सोसाइटीले सैनिक अस्पताल लगेर डीएनए गरेको थियो। यसबारे नेपाली इजरायल स्थित दूतावासले औपचारिक रूपमा जानकारी गरेको छैन। परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि अहिलेसम्म जानकारी नभएको बताएका छन्। स्रोतका अनुसार परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई यसको औपचारिक जानकारी भएपछि विपिनको डीएनए परीक्षणको रिपोर्टबारे सार्वजनिक गराउने तयारी भइरहेको छ। अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टोबर 7 मा हमासले किबुत्ज क्षेत्रमा गरिएको आक्रमणको क्रममा बन्धक बनाएका थिए। सो आक्रमणको क्रममा 10 जना नेपाली विद्यार्थीहरू पनि मारेका थिए भने हमास लडाकुहरूले विपिनलाई आफूसँगै लिएर गएका थिए। त्यसयता उनको अवस्था अज्ञात थियो। इजरायल र हमास बीच युद्ध विराम भएपछि मंगलबार बिहान मात्रै इजरायली सेनाका अधिकारीहरूले विपिनको मृत्यु भएको पुष्टि भएको औपचारिक जानकारी गराएका थिए। बन्दीहरू मुक्त गर्ने क्रममा हमासले विपिनको शव मंगलबार हस्तान्तरण गरेको थियो।